यहाँ चाहिँ यस्तो प्रकारको भ्यू छ यी। ओ पर मेरो वाइफ, यहाँ म, मजाको भ्यू। हल्का पानी पर्दैछ, सो मैले छाता पनि लिइरहेको छु यहाँ होइन। निन्जा टेक्निक। वहाँ मेरो वाइफ। लेट्स गो। एन्ड खुश बात क्या है, जापानिज भ्यू पोइन्ट। आउनु बाबु। एन्ड अब हामी पुग्यौँ यहाँ। अलिकति जुलुसले गर्दा ढिलो भयो हामीलाई। अब हामी छौँ इको पार्कमा। इको पार्क गेट नम्बर 1। पुरा थाक्यौँ डेन्जर गरमले गर्दा। अब खाना मजाले खान्छ हामी, त्यसको बाद चाहिँ मजाले घुम्ने हो होइन। सबभन्दा पहिला हामी भर्खर पुग्यौँ, अन्त गेट नम्बर 1 देखि पसेको छु। त सुरुवात गर्नुभन्दा पहिला अगाडि चाहिँ पेट पूजा गरिहालौँ भनेको म र नानी होइन। डेन्जर भोक लागेको छ, किनकि यो जुन चाहिँ एरिया छ धेरै ठुलो रहेछ होइन। मजाले घुम्ने हामी, हेर्दै गर्नुहोस् है। हाम्रो खाना पनि आयो। अब खाना खाँदै एन्ड खाना मजाले खाइसकिकन चाहिँ हामी घुम्नु जाने, किनकि जिउले सकेको छैन अहिले है बुढी। पुरा भोक लाग्यो हो। पानी यहाँ छ, अन्त खाना खाएर उयो दुईवटा साइकलमा घुम्ने भन्छ नानी। तो सबैजना हामी खाना पनि खाइसक्यौँ। हल्का यहाँ हामी बसेर एकदिन रेस्ट गऱ्यौँ, किनकि धेरै घाम थियो। सो अब हामी आफ्नो इको पार्कको जर्नी सुरु गर्दैछौँ। यहाँको भ्यू इज भेरी भेरी गुड। हेर्नुहोस् यहाँ एकदम नरियलको रुखहरूदेखिको लिएर यहाँको भ्यू पोइन्ट हेर्नुहोस् मजाको। यहाँ तपाईँको झिल रहेछ, ठुलो झिल होइन। यस्तो प्रकारको भ्यू छ यहाँबाट, धेरै एकदम फोटोजेनिक भ्यू छ यहाँबाट, एकदम मजाको होइन। यहाँ मेरो वाइफ, यहाँ चाहिँ म तपाईँको भाइ होइन। अन्त उपर चाहिँ तपाईँको 7 वन्डर्सहरू रहेछ। एन्ड वहाँ तपाईँको छ आइफिल टावर। ऊ देख्नुभयो होला आइफिल टावर। हामी त्यहाँ पनि जान्छौँ। एन्ड वेदर इज रियली रियली गुड राइट नाउ। हल्का हल्का ड्रिजलिङ हुँदै थियो एन्ड सडनली बन्द भयो होइन। फेरि अब हामी चाहिँ मजाले यहाँ फोटोग्राफीहरू गर्ने हो। अन्त हल्का यहाँ यो डबल सिङ्गल साइकलमा 2 जना बस्ने खालको पनि रहेछ होइन। त्यस्तोहरू हामी मजाले घुम्ने, अन्त मजाले भिडियोहरू बनाउने। हेर्दै गर्नुहोस्। भर्खर पानीको कुरा गरेको, पानी पनि पर्दैछ हल्का हल्का है। सो मजा आउँदैछ। अब हामी जाँदैछौँ साइकल खोज्नु होइन नानी। साइकल खोज्दै हामी जान्छौँ। अन्त यहाँ हेर्नुहोस् भ्यू छ, मजाको भ्यू। साइकलमा राइड गर्ने हामी, मजाको वेदर भयो, मजाले घुम्ने हो। खुट्टा दुख्नेसम्म पुग्ने भने कहाँ खै हेरौँ न। सबै केहरू छ यहाँ, के छ। पसिना पनि झर्छ होला अहिले। यहाँ एउटा रहेछ जापानिज फरेस्ट। यस्तो छ भ्यू, जापानिज फरेस्ट। लेट्स गो एन्ड एक्सप्लोर। हल्का पानी पर्दैछ, सो मैले छाता पनि लिइरहेको छु यहाँ होइन। निन्जा टेक्निक। वहाँ मेरो वाइफ। लेट्स गो। एन्ड खुश बात क्या है, तपाईँको फ्री एन्ट्री हो। यहाँ हामी जाँदैछौँ, चलो जाउँ। यहाँ चाहिँ तपाईँको मजाको बुद्ध भगवानको स्ट्याचुहरू हुँदो रहेछ। आऊ न, छाता छ त अन्त हाम्रोमा। यहाँ छ बुद्ध भगवानको स्ट्याचु। जस्तै छ भ्यू पोइन्ट। ऊ परम रहेछ भ्यू पोइन्ट। मजाले फोटो खिच्ने, घुम्ने होइन। जापानिज भ्यू पोइन्ट। आउनु बाबु। पर्दैन, आऊ न। नानीले आज बिहानदेखिको चिया खाएको छैन कि, त्यसले गर्दा रिसाइरहेछ हो। आऊ त नानी। यहाँ छ जापानिज रेस्टुरेन्ट। हर जग्गा बुद्ध भगवान हुनुहुन्छ हो। आऊ। यस्तो छ यो। यहाँ चाहिँ यस्तो प्रकारको भ्यू छ यी। ओ पर मेरो वाइफ, यहाँ म, मजाको भ्यू। वाह, हेभी मन पर्यो। यहाँ चाहिँ यस्तो प्रकारको छ। यहाँ बसेर मेडिटेसन गर्नु भन्छ। यस्तो प्रकारको भ्यू छ यहाँ, मजाको रहेछ।
मजाको भ्यू यहाँ हेर्नुहोस् भ्यू कस्तो मजाको भ्यू छ पानी पारेर चाहिँ अडे भइदियो तर यस्तो लाग्छ तपाईँ कुनै कहाँ छ भनेर क्या कस्तो मजाको भ्यू हामी चाहिँ यहाँ अनि हल्का झिल अन्त यहाँ हेर्नुहोस् प्यारिसमा त छुइनँ तर यहाँ आइफल टावर चाहिँ यहाँ आइदिएको छ हाम्रो कोलकातामा मजाको यो आइफल टावर हामीले मजाले फोटो पनि खिच्यौँ क्या दामी देख्छ फोटो खिच्दा पनि तपाईँको भ्यू पनि दामी छ यो साइडको रुखले यस्तो लाग्छ त साँच्चै नै तपाईँ प्यारिसमा हुनुहुन्छ भनेर हो अन्त यहाँ हेर्नुहोस् भ्यू क्या मजाको छ बस एउटा चाहिँ हो कि यहाँ अगर राति भइदियो भने लाइटहरूले झन् दामी गरिदिन्छ यस्तो छ दामी छ साइकल राइड गरेर धेरै धेरै मजा आयो हामीलाई थाक्यो पुरा थाक्यो नि हामी धेरै थाक्यो तर मजा आयो एपिक 30 मिनट्स नट इनफ नभने पनि 1 घन्टा 1.5 घन्टा लाग्छ मजाले घुम्नु आरामले अब यो म गर्छु एक्लै ल यहाँबाट धेरै राम्रो भ्यू आउँदो रहेछ बोटिङको अनि यहाँ आज चाहिँ तर यहाँ घुम्न धेरै मजा आयो पार्कमा चाहिँ आउनु पर्ने रहेछ फ्यामिलीसँग धेरै मजा आउँछ यहाँ चाहिँ दार्जिलिङको घुम स्टेसन बनाएको रहेछ तर डियर नाम चाहिँ GHWM ल डु चेन्ज वा हाम्रो यहाँको इको पार्कको लास्ट एन्ड फाइनल डेस्टिनेसन इज 7 वन्डर्स जान्छु अब हामी तपाईँलाई देखाउँछु 7 वन्डर्स भ्यू चाहिँ थाक्यो होइन नि अब हामी यहाँ भित्र जाने एन्ड हामी फाइनली भित्र छौँ यो हो तपाईँलाई थाहै होला पिरामिड इजिप्टको पिरामिड यस्तो छ यहाँ न भ्यू इजिप्टको पिरामिड हो यहाँ नानी यस्तो छ कसुम न त अन्त रुमभित्र के छ हेरौँ पिरामिड हो यो ओतको बङ्गला हो यो अब त्यहाँ त अहिलेसम्म म गएको छुइनँ आइसला यहाँ चाहिँ मम्मी छ द मम्मी डेड बडी पिरामिडमा राजेन्द्र उठेर आउँछ बुध एन्ड द ताजमहल द ताजमहल वाव भेरी भेरी ब्युटिफुल है होइन नि मन पर्यो फोटोहरू खिच्नु पर्दैन यो हाम्रो ताजमहल वहाँ छ द ग्रेट वल अफ चाइना लेट्स गो नानी आऊ हामी चाइना जानु सक्दैनौँ भने के भयो त कोलकातामा आएर पनि चाइनाको फिल लिन सक्छौँ आऊ न हात पट्टे चक्कुल्यान्ड हात पट्टे चक्कुल्यान्ड आऊ न वाव The Great Wall of China. Nani?
कुछ यस्तो प्रकारको छ भ्यू यहाँबाट 7 वन्डर्सको। अहिले छु हामी ग्रेट वल अफ चाइनामा। यहाँ हेर्नुहोस् आइसा क्या दामी भ्यू आउँदैछ नानी। यस्तो भ्यू आउँदैछ। हामी त जान थाकेर हरेस भइसक्यो तर मजा आउँदैछ घुम्नु है। यहाँ पनि छ 7 वन्डर्स। वाउ। One more, Petra Jordan. Oh, let's go inside. Nice. Oh my God. यस्तो प्रकारको छ यहाँको भ्यू। लेट्स गो इनसाइड, डोन्ट टच। के छ हेरौँ भित्र। पूरा लेके उसके बाद ढोका यहाँ चाहिँ यस्तो टाउकोहरू। फाइनली हाम्रो आजको दिन यहीँ खत्तम हुँदै 7 वन्डर्स घुम्यौँ अनि धेरै मजा आयो। एन्ड यो प्लेस एन्ट्री गर्नु लागि 30 रुपियाँ, यहाँ गर्नु लागि 30 रुपियाँ। 30 रुपियाँमा पुरा ट्याङडोङ इको पार्क घुम्नु लागि चाहिँ साँच्चै भनेको दिल खुस, एकदम वर्थ इट। मजा आउँछ फ्यामिलीसँग। प्लिज डु कम कोलकाता इको सेन्टर, यो के भन्छ इको पार्क। सो थ्याङ्क यू सो मच सबैजनालाई। लभ यु अल, बाइ बाइ।